हेलो गाइस, हामी चाहिँ राजा रानी आयौँ। अघिको बाटोको भिडियो गर्न मैले जुत्ता कत्रो छ घर जस्तो छ त बग बनाइ मलाई पनि पठानी कहिले म बोक्छु तिमीहरू भिडियो होइन पर्दैन म आफै बोक्छु हामी दुईजना बोक्छु लु बोक त बोक होइन म बोक्छु बग बना नि त जा राजा रानीको लिस्नु हो यो चाहिँ कस्तो अल्छी लागिरहेछ अलि जागर छ भने भिडियो गर्ने मेरो यहाँ चाहिँ मम्मी खै के गर्छ यस्तो गरौँ कि यस्तो गरौँ हौ यो त यस्तो गरौँ त्यसै गर सानेको भ्लग गर्ने भन्दै थियो ल भ्लग गर्छु भनेको होइन ल खोइ बुझु सबै माटो लागेको छ हामी चाहिँ फ्यामिली मात्र आएको छौँ है उयो जुत्ता कत्रो छ क्या मेरो अनि अप्ठ्यारो भइरहेछ उयो जुत्ता फुस्का फुस्कै गर्छ मैले लु फर्काइले लगाउनु लगाएको पनि छुइनँ आज लगाएको नि त लगाउने बानी नै छैन क्या मेरो अब्बुई यसोको नाउँमा झन्डै लडिन यहाँ चाहिँ यस्तो यो लामाको जस्तो के भन्छ झन्डा रहेछ लगाउने मान्छेहरु त मान्छे त पछाडी पो हुन्छ यहाँ त यस्तो छ है बाटो वाउ त्यही त हेर्न मलाई के भन्दैछ म अगाडि आएको क्या निनालाई आएको लगाउने मान्छे कहाँ अगाडि आउँछ पछाडी गर्छ जङ्गल रहेछ कैसे रोजी हो आमा मम्मी नानी अनि यो म हो हामी 5 जना मात्र आएको छौँ बाबा हुन्न बाबा आएपछि अर्कै ठाउँ जाने घुम्नु यहाँ खै के हो यो घर जस्तो गाइड फर्स्ट टाइम आएको उहाँ त धुवा पो उड्दैछ फर्स्ट टाइम आएको गाइसहरू ल भ्लग गाइस कस्तो राम्रो रहेछ नानी पनि भ्लग गरेको अरे क्या यो एकले त बोक्नु सक्दिनँ त त बल्ली पो त्यस्तो म त छुइनँ नि त अघि नै मैले बोक्दा एक्लै बोक्छु भनेको होइन के गर्नु आउँछ नि पिकनिक स्पोट अरे गाइस यहाँ सामान बोकिरहेको छु मैले मेटेकाउ यहाँ अर्को बाटो रहेछ खोल्चावाला बाटो कहाँ यता जाने आहा कति राम्रो है यहाँ कता यता जाने मन्दिर पो छ मन्दिर नजानु ल हामी अब एन्ट्री गर्दैछौँ छिर्यो यो राजा पोखरी अनि कहाँ चाहिँ बोट गराउँछ त कहाँ चाहिँ गराउँछ त आएमा म त अल्झेर लड्छु फोटो खिचेको है भर्खरै पागल जस्तै कस्तो भिडियो गरेर भिडियो गर्न बिर्सेछु खिच्न नै रहेछु गाइस मैले 5 रुपियाँ भेटेँ
यहाँनिर त्यहाँ 5 रुपियाँ 5 रुपियाँ भेट्दै गाइस 500 रुपियाँ भेटेको भए चाहिँ हुन्छ मेरो फोटो खिच्दैन यिनीहरू मात्र खिच्छ मेरो नि खिच्दैन राम्रो खिच्दैन गाइस फोटो खिचिहाल्छु त है 5 रुपियाँ गाइस फोटो खिचिसक्यो हुनुहुन्छ हामीले नि फोटो खिच्यो मेरो चाहिँ म चाहिँ होइन अब त्यो मोबाइलमा फोटोहरू खिच्ने के कस्तो राम्रो खिचिदिन्छु नि त अनि यो रोजी चाहिँ क्या कस्तो रिसै उठ्दो खिचिदिन्छ भने नि पड्याङ जतिको ये अंग्रेजी गाली अपने पास ही रखना हिंदी में एक गाली सुना दी तो सारा खानदान कब्र से बाहर आ जाएगा कति हिँड्दा हिँड्दा खुट्टा भाँचेको जस्तो हुन्छ घरिघरि मैले कति राम्रो खिचिदिन्छु होइन रोजीको फोटो अनि त्यसको त्यो पोस्टरमा नै हेर्नु कि राम्रो निस्किरहेको हुन्छ नि त्यसको फोटो कति राम्रो राम्रो हुन्छ मेरो चाहिँ कस्तो बान्द्रेको जस्तो हुन्छ त्यो चाहिँ सब रोजीले निकालिदिएको हो क्या त्यो नराम्रो बान्द्रेको जस्तो निकालिदिएको हुन्छ फोटो पनि पऱ्यो होला होइन यहाँ त ऊ मन्दिर रहेछ चराचुरुङ्गीलाई राखिदिएको गाइस पानी रहेछ यहाँ आएर होइन पानीमा तपाईँहरूले गु आयो गाइस बस्न सक्नुहुन्छ यहाँ पानीमा यसरी माछा त एउटा रहन्छ अब भिडियो गरिदियो भने कसैले गर्ने मान्छे छैन गाइस यहाँ चाहिँ खोला छ ल यहाँ लड्छ है खोलामा आमा मच्छर पो भुङ गर्दै आउँछ यहाँ तान्नु यसको फोटो सुट गर्ने अरे ट्री हाउस जस्तै माथि चढ्ने माथि चढ्ने रहेछु आमा उयो माथि चढ्दैन ल म त चढ्दिनँ चढ्नै सक्दिनँ गुहाएर त्यसरी बस्दै हुनुहुन्छ आमा गाइस यहाँ खोलाउनु पनि खोलाइरहनु रहेछ यति राम्रो पुल चाहिँ छ पुल चाहिँ रहेछ है गाइस दामी मैले सबैको होइन राम्रो राम्रो भिडियो बनाइदिनु मन लाग्छ तर मेरो भिडियो राम्रो गरिदिँदैन क्या कोही कोहीले अनि त्यही भएर मलाई गर्न मन लाग्दैन भ्याउँदा बस्ने पत्ता नि रहेछ गाइस गाइस यहाँ बस्न सक्नुहुन्छ म बस्नै आँटेँ त्यसले झुसुलेको याद दिलाइदियो गाइस यस्तोमा चाहिँ होइन तपाईँको साथीहरू चाहिँ नि दिदीबहिनीहरू राम्रो क्यामेराम्यान छ भने यस्तोमा दामी निस्किन्छ एकदम यो फोटो खिच्नु त कस्तो दामी छ नि यहाँबाट यसो गरेर खिचिक्क पार हुने यस्तो दामी निस्किन्छ राम्रो निस्किन्छ
टिपेर लगो त्यसले यहाँबाट ठ्याप्प टिपेर लगो चराहरू हो कि किराहरू कराएको सुन्न सक्नुहुन्छ लाब्रे होला होइन यो त मेटेका सुकेको चोरी सुकेको हो अब निन्दा लागेर अल्छिलाएर आँखा पोलेर भयो यहाँ त ऊ कस्तो डिजाइन खालको रुख क्या उयो त्यो खिर्की लामो लामो खल्दा है बोतलले यताबाट देख्दैन नै यताबाट कराउँदैछ यो चाहिँ ड्रागनफ्लाई एउटा क्यामेरामा देखेको छैन आन्टी तपाईँको युट्युबको च्यानलको नाम भनिदेऊ गाइज उसको युट्युबको च्यानलको नाम अरे क्या अनि अर्को चाहिँ रोशनी थापा मगर दुईटा छ है यहाँ आएर कस्तो लाग्यो भन्दै राम्रो लाग्यो हो विद्यादेवी भण्डारी यहाँ आएर कस्तो लाग्यो भन्दै क्या कस्तो अल्छी लागिरहेछ तर पिस क्या जग्गा चाहिँ तपाईँहरू आउन चाहनुहुन्छ भने आउनु होला भिजिट पाउनु होला राजा रानी क्षेत्र अब यो धोती खुन नलगाउँ न गाइज यस्तो लागेको छु क्या गाइज तर यहाँ बाँदर चाहिँ आउँछ है बाँदर चाहिँ आउँछ यस्तो लागेको छु क्या अनि कत्रो छ जुत्ता नि फाक फाक फुस्किने यसको छ कत्रो ठुलो छ यसको जुत्ता ऊ कत्रो ठुलो चरा ऊ मन्दिरको छेउमा तिर्खा आयो भनेर तपाईँहरूलाई टाक्सिङ ठोकिकन के फेरि आमा 1 2 3 गो यसो यसो टिपेर टिपेर गर्नु न आमाले कमेन्ट देखाउँछ गाइज हजुरहरूले चाहिँ एउटा कुरा हेर्न सक्नुहुन्छ आमाले पत्ताको मुराले बजाउँदै हुन्छ टिकटक बनाउँदै थिएँ आमाले मुरली बजाएको देखेर मैले भिडियो गर्न आएँ गाई चाहन्छु वहाँदेखि लिएर यस्तो गोलो भएर हो यहाँनिर आइसक्यौँ है
हजुर कति राम्रो रहेछ फोटो खिच्नु यहाँ चाहिँ भित्र आएर होइन यहाँबाट भ्यू हेर्दै यहाँ बसेर खान सक्छ है आर्यघाट मेरो नाम नलिए यहाँ चाहिँ उयो हेर्न सक्नुहुन्छ 4 जना त्यहाँ ठक्क बसेर त्यहाँ के खान मिल्छ है गफ गर्न मिल्छ त्यहाँ सुट गर भन्छ दामी देखिन्छ गाइस गिफ्ट है यत्रो कराएको छ अब राति त्यहाँ मजाले गाए भजनहरू मान्छे पोको पाल भन्नु त नमिल्ने पत्ता पत्ता हामी फेरि अघिकै ठाउँमा यो फ्रेममा मैले आफ्नो एक्सचेन्ज गर्छु क्यामेरा लाइट्स भयो अब हामी घर
गरेको थियौँ अहिले फेरि हामी यही गेटबाट फर्किँदैछौँ यहाँ त माथि जानु रहेछ बाटो त्यहाँ उयो गरौँ भने उयो खडाखुडी बाटो चाहिँ खत्तम राजा रानीबाट चाहिँ पुरा घुम्नुपर्छ है गाइस भुइँ चलाउँछ घरिघरि तर मेरो त भित्तामै आँखा त भित्तामा ठोक्यो ए नानी लडलाई फोटो खिचा फोटो सबै देख्दो रहेछ त हेर्नु नि उठेर खोइ हामी बसे
सबै गर्दा